नमस्ते, स्वागत छ हजुरलाई दिदीको किचनमा। धेरै दिनपछि आज फेरि हाँसको मासुको रेसिपी। आज हाँसको मासु बनाउने। नर्मली मासु पकाउँदाखेरि 5 फोरन त सबैले हाल्नु नै हुन्छ हैन। मैले चाहिँ यो फर्स्टचोटि बनाउँदैछु हाँसको मासु है। 5 फोरन हालेपछि प्याज चाहिँ अलि मजाले हाल्नुपर्छ है हाँसको मासुमा पनि। मैले पनि यसो सुनेको घरमा मम्मीले यसरी बनाउनु हुन्थ्यो मेरो मम्मीले हैन। यो हाँसको मासु खाने भनेको नि 2-3 वर्षै हुँदा बल्ल जुर्यो। यसरी अब मरमसला सबै हालेर मजाले भुट्ने हैन। मरमसला चाहिँ मजाले पाक्नु नै पर्छ। अनि अर्को कुरा चाहिँ यसमा चाहिँ अदुवा लसुन अदुवा चाहिँ मजाले हाल्नुपर्छ। अनि टिमुर नै यसरी टिमुर हाल्ने मरमसला सबै हालेर मजाले भुटभाट पार्ने। यसरी भुटभाट पारेर मजाले तेल निस्केपछि मैले यो चाहिँ टमाटर पनि हालिदिएँ हैन। अनि यो चाहिँ अलि साह्रै हुन्छ, त्यही भएर कुकरमै पकाएको ठिक हुन्छ। यसरी मजाले मासुलाई हालेर अब परल पाल्ने। एकचोटि मैले चाहिँ आन्द्रा जम्मै यसैमा हालिदिएँ कि मेरो बाबुहरूले बस आन्द्रा खुब रुचाउँछ कि। अब यसलाई मजाले भुटभाट पार्ने। यतिको मजाले मसला भएपछि यसलाई ढक्कन लगाएर सिटी लगाइदिने। अब कतिको खानु मन लाग्छ साह्रो नरम त्यो अनुसारले 4-5 सिटी अब 3-4 सिटी कति लाउने। मैले चाहिँ यतिको लगाएँ है। यतिको भयो मेरो हाँसको मासु। धेरै दिनपछि आएको छ। लाइक सेयर कमेन्ट गरिदिनु होला। के कति कमी छ कमेन्टबाटै भनिदिनु होला। धन्यवाद।